ल साथीहरू हेर्नुहोस् हाम्रो घरको फुलबारी, गमलाको फुलबारी हेर्नुहोस्। यो सबै मेरो बुढीको मेहनत हो। यो सबै सबै यो मेरो बुढीको मेहनत हो। फुलमा शौक धेरै भएको भएर त्यो राम्रो छ। हेर्नुहोस् हेर्नुहोस् तलको बगैँचा फेरि फुलै फुलको बगैँचा। यता कर्नरमा पनि छ हो फुल त यता पनि फुलै फुल। मेवा फलिरहेछ तर पाकिरहेको छैन। पाक्यो भने होला हजुरहरूलाई। यसो त यो आँपको बगैँचा पनि हो। आँप छ आफूले खानको लागि प्रशस्त छ। भगवानको दर्शन गर्नको लागि पनि छ। भगवानको दर्शनको लागि, पूजा पाठको लागि। महादेव, गणेश, सानो गुडिया पनि छन्। गुडिया ल